हेलो नमस्ते एभ्रिवान। के नेपालमा साँच्चै ग्यासको सर्टेज छ र बिहान दिउँसोको काम सकेपछि साथी र म चाहिँ आफ्नो ट्रेडिङ गर्नको लागि पालातिर गयो र ट्रेडिङ गर्न सकिने बित्तिकै आज चाहिँ आकाशमा बिजुली चम्केपछि हामी छिटो रुम फर्कियौँ। रुम फर्किँदा बेलुकाको खाना बनाउन थाल्छु त ग्यास पो सकिरहेको रहेछ र दिनभरको आफ्नो कमाइ बोकेर म ग्यास लिन गयो। ग्यास लिन जाँदा त के ग्यास त आधा पो दिन्छ त, के हो ग्यास नै आधा आउन थालेछ। सो ढिला नगरिकन बेलुकाको खाना बनाउनलाई टिक्क रेडी पारिसकेको थियो र सबै खाना बनायो। चिसो मौसममा चाहिँ गुन्द्रुकको झोलसँग खाना खाँदा कस्तो मिठो होला त। सो यसमा चाहिँ टमाटरको चटनी नि थियो र निम्बु हालेर चटनीसँग खानको लागि रेडी भइसकेको थियो। र हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ प्लिज कमेन्ट गरिदिनु होला। खाना पाकिसकेपछि हामीले चाहिँ खाना खान थालियो। गफ गर्दै खाना खायो र आजको दिन चाहिँ मेरो यसरी नै बित्यो। दिउँसो चाहिँ मैले भिडियो गर्नै पाएको थिइनँ किनकि मेरो मोबाइल ह्याङ भएको थियो अनि त्यसैले। सो थ्याङ्क यू सो मच फर वाचिङ। लभ यु अल, बाई बाई।